माइती घरमा अब रिजल्ट राम्रो आएन भनेर आन्दोलनमा आउनु भयो। हाम्रो रिजल्ट चाहिँ एक्सपेक्ट गरेको भन्दा कम आयो। एक्सेप्ट गर्नुभएको थियो, कति आयो? आउँदा राम्रो नै आएको छ तर पनि कुनै सब्जेक्टमा हुन्छ नि A+ को लेखेको ठाउँमा C+ आइदिएछ। दिस इज बिग प्रब्लम म्यान। मेरो बायोलोजीमा चाहिँ जस्ट पास गर्दैछ। बायोलोजी भनेको चाहिँ के हो भने कसैले सोध्यो भने तपाईँ भन्न सक्नुहुन्छ ल पर्रै के आयो तपाईको कति आउनु पर्ने कति आयो तपाईको? मेरो 3.7 कट्नु पर्ने हो, मेरो 3.47 आएको छ। हामीले यति धेरै मेहनत गर्यौं तर हामीले चाहेको जस्तो मार्क्स पाएन, हामीलाई त्यही चाहिएर आएको हामी। कति चाहनु भएको थियो तपाईले मार्क्स? हामीले 3.40 समथिङ त्यस्तै चाहिएको हो। मागेर पाउने भए म लाइक हाम्रो यो हामीले मेहनत गरे जस्तो मार्क्स नआएर हामी यहाँसम्म आउनु पर्यो। पास भइसक्नु भएको छ, किन यसरी आउनु पर्यो? पढ्ने बेला हेर्नुस् त। त्यही त आफूले मेहनत गरेर लेखेको अब आफूलाई मार्क्सै दिएन त। तपाईहरुले चाहेको जति नम्बर दिने भने त टिचर किन राख्नु पर्यो, कलेज किन राख्नु पर्यो? एक्सपेक्टेसन कति थियो, आयो कति? एक्सपेक्टेसन त मेरो त A सम्म थियो, धेरै पनि थिएन। तर A भन्दा पनि मेरो त NG पो छ त 0.0 जिपे छ त्यो। जसरी रिजल्ट धमाधम प्रकाशित पनि भयो। नोबल प्राइज पाउँछु भनेर होला है 35 दिन भित्रै निकालेर। जीपीए चाहिँ पर्सनली 3 खोजेर आएको हो हैन, तर मेरो एक्सपेक्टेसन अनुसार चाहिँ मेरो मिनिमम एक्सपेक्टेसन पनि 3.61 थियो हैन। पास भइसक्नु भएको छ, किन कराउनु परिरहेछ? म पास त भए तर पास भयो भन्दैमा हुँदैन नि त। इंग्लिशमा मेरो B आएको छ। तो क्या हो गया? त्यो त जति नै गाह्रो क्वेशन भयो पनि मेरो इंग्लिशमा B आउँदै नआउनु पर्ने। अब म्याथमा त कति आउँछ भन्ने कुरा थाहा छ नि त हामीलाई। मजाले 60-65 मार्क्स गरेर आएको, म म्याथमा फेल भएको छु। ल म्याथमा फेरि ट्याक्कै निकाल्नु पर्छ नि त। हजुर हैन, ट्याक्कै निकालेकै छ दाइ। आफैले चेक गर्दाखेरि पो धेरै नम्बर आउँथ्यो कि? हजुर तपाईँ चाहिँ फेल हुनु भएन हैन त? म फेल भइन। तपाईँ त आन्दोलनमा किन आउनुभयो त्यसो भए? आई डोन्ट नो। तर राम्रोसँग पढ्नुपर्छ, पास हुनलाई, राम्रो ग्रेड ल्याउनलाई चाहिँ कलेज बङ्क गरेर डुल्न जाने अनि त्यसपछि राम्रो ग्रेड चाहिने। घरकोलाई पनि त हुन्छ नि त, बाबुले यति राम्रो ल्याउँथ्यो भन्ने हुन्छ। पहिला सानो बेल्टले हान्नु त बुवाले, यो पटक त्यस्तो भेटिएन त। नाइ त्यस्तो बुवाले बेडले चाहिँ हान्नु पर्ने। तपाईको जीपीए चाहिँ कति आएको छ? जीपीए 2.80, तर म जति आउनु पर्ने त्यति चाहिँ आएको छैन। कति आउनु पर्थ्यो, कहाँ के मिस भयो त्यो भन्नुस् त। कति आउनु पर्ने भन्नाले मतलब 3 कट्नु पर्ने मतलब एक्सप्रेसन थियो मेरो। अनएक्सपेक्टेड आयो कि यो त आकाश खसे जस्तो भयो। कति आयो त आउन चाहिँ? एक्सपेक्टेड चाहिँ मेरो 3.96 थियो, आयो चाहिँ 3.85। आर यु कमेडी मी? अब मलाई थाहा हुन्छ नि त मैले के लेखेको छु भनेर। चीटिंग करता है तू, चीटिंग करता है तू। आफूले लेख्नु भएको कपी आफै चेक गर्नु पाउनुपर्छ भन्ने त नि तपाईहरुको। त्यसको त झन् नम्बर धेरै आउँथ्यो कि? यो पार्शियल एक्जाम पनि दिन पाइन्छ, यसमा सहभागी नहुने अब? म सहभागी हुने, तर अहिले पनि मेरो एक्जाम मैले दिए भने फेरि मेरो त्यही त्रुटि भएपछि म के गर्ने? अनि नेपालमा पनि कसैको D+ आउँछ? नै किन आउनु भो? हजुर यो मेरो 12 को रिजल्ट एकदमै खतम निकालेको छ यो सरकारले। जीपीए चाहिँ कति आएको छ? 3.75। नहीं मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली म्याथमा चाहिँ A+ आउनु पर्थ्यो, आएन, के आयो? B+ आयो। अबे साले, तपाईको म्याथमेटिक्समा A+ आउनु पर्नेमा B+ आयो, A+ आउनु पर्यो, अरु केही थाहा छैन हैन? हजुर। कस्तो जमाना आयो है, हेर्दा अब फेल भएर अझै चित्त बुझेन भने आन्दोलन गर्ने। हामीलाई त एउटा विषय ला भन्दा लाजले भुटुक्क भएर है, कस्तो हुन्छ शरम लाएर अझै पिचबाट गएर आन्दोलन गरे, अब फेल भएर मार्क्स एक काउन्ट गरेर बसेको हुन्छु के, सबै काटकुट गरेर पनि पोस्टपोन आउँदाखेरि पनि यान्जी आएको छु, छक्क छु म त। घरमा मम्मी बाबाले गाली गर्नुहुन्छ भन्ने डरले माइती घरमा आउनु भएको त होइन नि? म्याथ जस्तो सब्जेक्टमा त हामीलाई थाहा हुन्छ नि कति आउँछ भनेर। म्याथमा मेरो धेरैमा बिग्रेको भए 3 मार्क्स बिग्रेको थियो, 3बाट सिधै B+ मा झार्दिएको छ।
दिनभरिको पनि पुरै जान आएको छैन। मेरो मम्मीले पनि मलाई दिनु भएको थिएन, तर म लडेर आफ्नो हकको लागि लड्छु भनेर आएको छु। अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? म डेली एक्जाम दिएर आएर काउन्ट गर्थे। मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। अनि किन सार्न दिएको त आफ्नो कापी? त्यही त। हामीले त तिमीले उसको सारे होला भनेर पो तिमीलाई नम्बर नदिएको त। अब अर्को पालि आउनुहोस्। अब यस्तो होला नि त नानी, अब तिम्रो सबै सारो आफ्नो तर्फबाट पनि 1-2टा लेखे होला कि त तिम्रो ह्यान्डराइटिङ नराम्रो हुन पर्छ। पहिलाकै सरकार ठिक थियो, हामीले त्यही सरकारले गरेर रहेछ त। त्यही सरकारले गरेको कुरा केही राम्रो परिवर्तन नल्याउने भएछ त। हामीलाई पहिलाकै सरकार ठिक थियो नि त। एकदम राम्रो कुरा हो। पढाइ चाहियो, अनुभव चाहियो। कस्तो चाहिएको जस्तो मार्क्स आएन? तपाईँले लेखेको जतिको त त्यही अनुसारले मार्क्स आएको होला नि, होइन र? होइन त्यो त लाइक मेरो अब 3.20 मात्रै आउँछ। मेरो त्योभन्दा धेरै मैले यति धेरै मेहनत गरेर लेखेको, त्यत्रो 3 घन्टा बेन्चमा बसेर लेखेको, त्यत्रो हात दुखाइ लेखेको, त्यति धेरै प्र्याक्टिस गरेको यही हो हाम्रो। तपाईँको दुखेसो भनेको सरकारसँग किन यति छिटो निकाल्यो भन्ने मात्रै हो रिजल्ट।